लाइफमा यति ठुलो सफलता हासिल गरे मान्छे यति ठुलो होइन, भाग्यले साथ दिएन या मेहनत पुगेन नै, मैले सङ्घर्षै गरेन, दुःखै गरेन मैले। अब आफ्नो साथीहरू नमस्ते, वेलकम ब्याक टु माई न्यू ब्लग। स्वागत छ तपाईँहरूलाई मेरो छोटो मिठो ब्लगमा। म छु तपाईँहरूकै सीता बोहरा। आज म यता माथि छतमा आएर भिडियो बनाउँदैछु। टेरिसमा यता पछाडितिरको सिन दामी देखिएको छ नि त, भ्यू। त्यो भए पनि भिडियो बनाउनुको मुख्य कारण चाहिँ त्यस्तो खासै ठुलो केही छैन। आज म मेरो आफूलाई, आफ्नो बारेमा आफूलाई मनमा लागेको कुरा है केही कुरा सेयर गर्छु। तपाईँलाई कस्तो लाग्छ? हुन त म त्यति ठुलो एकदम लाइफमा यति ठुलो सफलता हासिल गरे मान्छे, यति ठुलो अचिभमेन्ट हात पारे मान्छे चाहिँ होइन। नर्मल, एकदम नर्मल मान्छे हो। तपाईँहरू जस्तै नर्मल मान्छे हो, तर अरूको भन्दा भिन्नै एकदम छुट्टै खालको मान्छे म। अब ठुलो अचिभमेन्ट पाउनलाई सङ्घर्ष नगरे, दुःख नगरे भन्ने चाहिँ होइन। गरिरह्यो, दुःख गरिरह्यो, सङ्घर्ष गरिरह्यो केही चिज पाउनलाई होइन, लागि परिरह्यो, तर पनि भएन, भाग्यले साथ दिएन या मेहनत पुगेन। त्यो अब आफ्नै ठाउँमा छ। त्यही पनि हुन्छ नि कहिलेकाहीँ, अब साथीहरूलाई पनि नभनेको कुरा, कहिलेकाहीँ आफ्नै सर्कलमा पनि नभनेको कुराहरू, केही कुरा अब मनमा आफूलाई, अरूलाई त अब के हुन्छ थाहा छैन, तर त्यही पनि आफूलाई मनमा लागेको कुरा, आफ्नो मनमा लागेको कुरा होइन, के कस्तो हुन्छ सेयर गर्ने प्रयास गर्नेछु। तर फेरि साथीहरूले भन्नु होला कि ए यो को हो र यस्तो गर्ने भन्नु पनि सक्नुहुन्छ होइन। न त मैले भनेछु, भिडियोको सुरुमै भनेको छु मैले, म कुनै ठुलै सङ्घर्ष गरेर एकदम ठुलै अचिभमेन्ट अथवा सफलता हात पारेर तपाईँहरूको माझ बोल्न आए पनि होइन। मैले अब सङ्घर्ष चाहिँ गर्दै नगरे पनि होइन, तर भएन। सङ्घर्ष त गरेँ तर सफल भइएन होइन। त्यही पनि अब हुन्छ नि मान्छेको जीवनमा, मेरो गोल यो थियो, मैले यो गर्न खोजेको थिएँ तर भएन भन्ने चाहिँ हुन्छ। मेरो पनि त्यस्तै भयो। मैले सङ्घर्षै गरेन, दुःखै गरेन मैले। अब आफ्नो गोल पुरा गर्नलाई, आफ्नो सपना पुरा गर्नलाई मैले केही गर्दै गरेँ भन्ने त होइन, तर गर्न चाहिँ गरिरह्यो, तर अब त्यही पनि भएन। अब के कारणले भएन त्यो त अब थाहा भएन होइन। अब यत्रो उमेरसम्म हुँदा पनि केही गर्न सकिएन। तर हावा चाहिँ चलेको छ, मोबाइल चाहिँ हल्लिएको छ होइन। मैले यो स्ट्यान्डमा राखेको छु नि त, स्ट्यान्ड हावाले हल्लाइराखेको छ, हावा चाहिँ लागिराखेको छ। त्यो भएर पनि मोबाइल हल्लिएको छ, भिडियो पनि सायद अलिअलि हल्लिएकै आउँछ होला। त्यही साथीहरू अब यत्रो उमेरसम्म आउँदा पनि आफूले गर्न नसकेको केही कुराहरू हुन्छ होइन। आफ्नो सपनाहरू पुरा गर्न नसकेका सपनाहरू, अधुरो सपनाहरू हुन्छ। त्यही पनि जिन्दगीमा अब यही कुरालाई लगेर आफूले आफूलाई रिग्रेट गर्ने, अब दुःख पछुतो मान्ने चाहिँ भन्ने चाहिँ मलाई चाहिँ त्यस्तो भित्रैबाट चाहिँ अब छैन भनौँ न। छ उठ्दै नहुने भन्ने त होइन, हुन्छ कहिलेकाहीँ। अब आफूसँगैका साथीहरू देख्दाखेरि, आफूसँगैको सर्कलहरू देख्दाखेरि होइन, अब केही कुरा अब आफूले भने कुराहरू नहुँदा, अब केही कुरा गर्न खोज्दा नहुँदा चाहिँ अलिकति दुःख चाहिँ लाग्छ होइन। आफूले अब यत्रो गर्दा पनि, अब यत्रो उमेर हुँदासम्म पनि केही गर्न सकेन। आफ्नो लागि त थियो, आफ्नो फ्यामिलीको लागि पनि केही गर्न सकेन। जो अब आश बोक्नु भएको हुन्छ नि त घरकोले त, अरूले नगरे पनि यसले चाहिँ गर्छ है भन्ने आश चाहिँ ममा थियो, तर त्यो पनि भएन। अब गर्न नखोजे पनि होइन, ट्राई त गरिरह्यो, धेरै ठाउँमा ट्राई गरिरह्यो, भएन। नभएपछि अब के गर्नु त। अब त्यो कराए गरेर पनि अब त्यो हुने कुरा त होइन होइन। अब हुँदै नहुने कुरामा अब त्यही कुरालाई पनि म यो गर्छु त्यही गर्छु भनेर पनि हुँदैन भन्दा नहुने नै रहेछ होइन। जिन्दगीमा अब यति ठुलो सफलता नै हासिल गर्नुपर्छ, अब यति सबै चिज नै
मान्छेको सोचेकै हुन्छ आँटेकै हुन्छ भन्ने चाहिँ हुन्न। कसैको चाहिँ होला, लगभग 100मा 50% चाहिँ हुन्छ होला, नहुने भन्ने कुरा हुन्न, हुन्छ होला साथीहरूको। अब मैसँगका साथीहरूको पनि कतिको भए होला होइन, कतिको हुँदैछ होला। मेरो पनि त्यस्तै भएको छ। अब मैले गर्न कोसिस चाहिँ गरेकै छु, अब हुँदैन, अब हुँदै भएन भने त त्यसमा अब मेरो पनि के दोष, कसलाई दोष दिने हो र होइन। त्यही हो सङ्घर्ष भन्ने कुरा, अब जिन्दगीमा चाहिँ गर्नै पर्ने रहेछ। लाइफ भने त्यस्तै रहेछ, सटडाउन नै रहेछ। कहिलेकाहीँ आफूले राम्रो गर्न खोज्दै पनि राम्रो हुन्न। कहिलेकाहीँ जिन्दगीमा सोच्दै नसोचे पनि हुन्छ। अब अरू पनि धेरैको त्यस्तै हुनसक्छ। अब सबैले आफैले सोचेको हुन्छ भन्ने पनि होइन। आफ्नो लाइफ अब समयले कता लग्छ, कतातिर डोर्याउँछ, त्यतैतिर जाँदो रहेछ। म यही स्ट्रेटमा जान्छु भने पनि नहुँदो रहेछ। कहिलेकाहीँ दायाँतिर मोडिनु पर्ने, कहिले बायाँतिर मोडिनु पर्ने होइन। त्यही हो, अब यस्तै हुँदो रहेछ। म पनि तपाईँहरू जस्तै अब मैले ठुलो गर्ने मान्छे त होइन, म सरल मान्छे एकदम। कस्तो हुन्छ के हुन्छ अब मलाई, तपाईँ त मैले धेरै गरेँ। अब म यसो अब अरूभन्दा पनि भ्लगतिर पनि जाऊँ न त, भिडियोतिर पनि जाऊँ न त, कस्तो हुँदो रहेछ, म गर्न सक्छु कि गर्न सक्दिनँ भन्ने पनि मलाई लागेको थियो। त्यो भएर पनि मैले भिडियो सुरु गरेको थिएँ। बोल्दै गएपछि आफ्नो कन्फिडेन्स पनि बढ्दै जाँदो रहेछ होइन। अब त्यही हो, अलिअलि गर्दै सिक्दैछु साथीहरू। के कस्तो लाग्छ तपाईँहरूले हेरेर साथ दिनु होला। कुनै ठाउँमा सच्याउनु पर्ने छ रहेछ भने पनि भन्नु होला साथीहरू है। ल त साथीहरू, आजको भिडियो यति नै। फेरि अर्को भिडियोमा आउने बाचासहित सम्पूर्णलाई बाई बाई, नमस्ते, शुभ दिन।